तपाई विचार गर्नुहोस् त जेन्जी आन्दोलन पश्चात को नेता सुध्रिए? के एमालेका नेता केपी शर्मा ओली सुध्रिए? सुध्रिएनन्, बरु उनले झाला टार्ने काम गरे। त्यस्तै गरेर कांग्रेसका सभापति शेरबहादुर देउवा सुध्रिए त? तिनी पनि सुध्रिएनन्, उनले पनि झाला टार्ने काम गरे। त्यसै गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सुध्रिए त? उनले सुध्रिएको नाटक त गरिरहेका छन्, तर वास्तविकता के हो त्यो आउँदो समयमा हामीलाई जानकारी हुनेछ। फागुन 21 मा नेपालमा प्रतिनिधि सभाको चुनाव हुँदैछ र प्रतिनिधि सभाको चुनाव गराउनका लागि सुशीला कार्कीको संयोजकत्वमा बनेको मन्त्रीमण्डलले यति बेला कार्य गरिरहेको छ, जिम्मा सम्हालिरहेको छ। फागुन 21 गते हुँदै गरेको आम निर्वाचनमा को व्यक्तिहरू आउलान्? के स्वतन्त्र व्यक्तिहरू आउँदैछन्? जेएनजीको तर्फबाट व्यक्तिहरू चुनावमा उठ्दैछन् या त यिनै पुरानै दलका नेता तथा कार्यकर्ताहरू उठ्दैछन् अथवा पुरानै सांसदहरू पुनः चुनावमा भाग लिँदैछन्? नेपालको संविधानले गैर दलीय व्यवस्थालाई मान्दैन। यसो हुँदै गर्दा फागुन 21 गते हुन गइरहेको आम निर्वाचनमा अहिले विद्यमान जुन पार्टीहरू छन्, यिनै पार्टीका मान्छेहरू, नेताहरू, कार्यकर्ताहरू चुनावमा पक्कै उठ्नेछन्। या भनौँ चुनावमा यिनीहरूले पुराना नेतालाई साइड लगाएर नयाँ व्यक्तिहरू, नयाँ अनुहारहरू ल्याउनेछन्, युवाहरू ल्याउनेछन्। त्यो चाहिँ हामीले अपेक्षा गर्न सक्छौँ। एकदम सक्षम, झोले नभएका इमानदार नेताहरूलाई ल्याउँछन् भने त्यो पनि जायजै छ। ती नेता युवा हुनु पर्यो, पढे लेखेको हुनु पर्यो, औँठा छाप होइन। र त्यति मात्र होइन, यिनीहरूले नेतृत्वले गरेको त्यो गलत कदमलाई साथ दिनु भएन। त्यो गलतलाई गलत भन्नु पर्यो अनि सहीलाई सही भन्नु पर्यो। देश विकासका लागि आवश्यक सौहार्दपूर्ण वातावरणमा कार्य गर्नु पर्यो। त्यस्तो व्यक्ति हुनु पर्यो, नत्र जेएनजीहरूको आन्दोलनले पाएको नतिजा व्यर्थ जान्छ। प्रत्यक्ष कार्यकारिणीको व्यवस्था त व्यर्थ भइसक्यो र अब हुँदै गरेको चुनाव मार्फत आउने व्यक्तिहरूले अब देशको मुहा फेर्दैछन्। तपाईलाई के लाग्छ? फागुन 21 गतेको चुनाव हुँदै गर्दा कस्ता व्यक्तिहरू चुनावमा उठ्लान्, चुनावमा उम्मेदवारी प्रस्तुत गर्लान्? कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। र तपाईले अहिलेसम्म यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि बेल आइकनमा क्लिक गर्नुहोला। बेल आइकनमा क्लिक गरिसके पश्चात तपाईको युट्युब नोटिफिकेसन बारमा यस च्यानलद्वारा राखिने विभिन्न भिडियोहरूको जानकारी तपाईलाई सर्वप्रथम प्राप्त हुनेछ। धन्यवाद।